आज हाम्रो घर ढेँडो पाकेछ अनि यहाँ मासु छ, यहाँ सब्जी छ, यहाँ साग छ। हेर्नुहोस् त मिठो साग छ नि। अनि यो सब्जी, यो मासु अनि यो ढेँडो हो नि। ढेँडो खाएर फेरि मिठो हुन्छ, तातो के जाडोमा तातो हुन्छ नि, कस्तो मिठो हुन्छ। आज ढेँडो खाएको, पहिलोचोटि खान्छु, अरू बेला त खान्थेन, आज मात्रै खाएको। अब म ढेँडो चाख्दैछु, कस्तो हुन्छ होला हेरौँला। झोल दुबैर खाने क्या तिमीलाई त्यो जानेन। तर यो यस्तो हुन्छ, कस्तो चिपचिपा मिठो छ गाइस। हजुरहरू पनि जाडो महिनामा यस्तो ढेँडोहरू पकाउनुहोस्, अनि फेरि खाँदा मिठो हुन्छ नि। मिठोहरू जस्तो जाडोमा खोकीहरू त्यस्तोहरू ट्र्याक्ट हुन्छ। मलाई त मिठो लाग्छ ढेँडो त, मिठो छ। हजुरहरू पनि चाख्नु होला, मिठो हुन्छ गाइसहरू। अनि यस्तो है साग फेरि मिठो छ। ढेँडो खाऊ गाइस, मेरो मम्मीले ढेँडो खाँदै हुनुहुन्छ हेर्नुहोस् त। अनि यहाँ बाबाले पनि खानु भएको ढेँडो, मिठो हुन्छ नि बाबा एकदम है। अनि यहाँ यता देखाउ त। मम्मी चाख्नु त, मिठो छ, मिठो छ। मम्मी कस्तो छ? मिठो। हो म पनि चाख्नु पर्ला। त चाख्नु त्यस्तो छ, यस्तो मिठो छ नि बाबा। एकदम मिठो छ ढेँडो। ढेँडो मिठो छ। रिङ्गना